वैज्ञानिक मनोक्रान्ति योगमा यहाँ सबैलाई हार्दिक स्वागत एवं अभिवादन। हाम्रा श्रद्धेय गुरु यस युग के महान दार्शनिक डाक्टर योगी विकासानन्दज्यूबाट प्रतिपादित वैज्ञानिक मनोक्रान्ति योगमा यहाँहरूलाई म अगाडि लैजाँदैछु। योग यानी जोड अरू कसैसँग हैन, मात्र तपाईँ भित्रको तपाईसँगको जोड हो। यसैलाई हामी योग भन्छौँ। तर शास्त्रीय भाषामा इदा पिङ्गलालाई जोड्नु यानी कि हट एनर्जी कोल्ड एनर्जीलाई जोड्नुलाई नै योग भनिएको छ। र हाम्रो हठ योगामा यो शरीरलाई नै प्रयोग गरिकन हामी आफै भित्रको अनन्त यात्रा गर्छौँ। यानी कि एक सेकेन्डमा अरबौं मिल यात्रा गर्ने यो मनलाई हामी आफूले आफैलाई नियन्त्रण गर्दै अगाडि बढ्छौँ। र वैज्ञानिक मनोक्रान्ति योग अरू ट्रेडिसनल योग भन्दा भिन्दै किसिमको छ। यसमा हरेक आसनलाई सूत्रबद्ध गरिएको छ। जस्तो कि भनिन्छ 84 लाख आसनको अवधारणा छ, तर वैज्ञानिक मनोक्रान्ति योगमा मात्र 4 वटा आसन मूल आसनको रूपमा रहेको छ, जसलाई हामीले सूत्रको रूपमा बाँधेका छौँ। सूत्र छ प अ ब मो यदु अथवा यदु ब मो प अ। जम्मा 6 वटा आसनभित्र 84 लाख आसन अटाउँछ। ये माने एक पक्षीय विविध, दु माने द्विपक्षीय विविध, ब माने बटारिएर गरिने आसन, मो माने मोडिएर गरिने आसन, र प माने पछाडि झुकेर गर्ने आसन, र अ माने अगाडि झुकेर गर्ने आसन। यानी कि हाम्रो शरीरलाई 4 किसिमले मुख्य रूपमा झुकाउन, बटारिन र मोड्न सकिन्छ। झुक्नु माने यो ढाडलाई अगाडि झुकाउने, पछाडि झुक्नु माने ढाडलाई पछाडि झुकाउने, बटार्ने माने ढाडलाई बटार्ने, र मोड्ने माने ढाडलाई मोड्ने। अब आयो एक पक्षी र द्विपक्षीमा सम्पूर्ण शरीरलाई एकैपल्ट हामी प्रयोग गर्छौँ भने त्यसलाई एक पक्षी विविधको समूहमा राखिएको छ भने शरीरलाई पालो गरेर प्रयोग गर्दाखेरि द्विपक्षीय विविध यानी कि दायाँ र बायाँको रूपमा प्रयोग गर्छौँ। अब मूल कुरा योग आसनले सम्पूर्ण समस्याको समाधान गर्दछ। तर एकदमै हाई ब्लड प्रेसर छ, हर्निया छ, मुटुको समस्याहरू छ, श्वास प्रश्वासको क्रोनिक समस्याहरू छ भने उहाँहरूले श्वास रोक्नु पनि हुँदैन र छिटो पनि व्यायामहरू गर्न मिल्दैन। यति कुरा बुझ्नु भएपछि अब योगको आसन गर्नुभन्दा अगाडि हामीले हाम्रो शरीरलाई पूर्ण रूपमा तताउनुपर्छ। त्यसको लागि हामीले वार्म अप एक्सरसाइजको रूपमा अलिकति हार्ड एक्सरसाइज र सूक्ष्म व्यायामको रूपमा हाम्रा यो सम्पूर्ण जोइन्ट्सहरू खुट्टादेखि माथि गर्दन र टाउकोसम्मको जोइन्ट्सहरूलाई हामी व्यायामको रूपमा गर्छौँ, तताउँछौँ, र त्यसपछि एक नसाहरू खुल्न थाल्छ र आसन गर्न सहज र सरल हुन्छ। त्यसैले हामी अब लाग्छौँ वार्म अप एक्सरसाइजतिर, र त्यसपछि हामी गर्छौँ प्राणायाम क्रिया र अन्तिममा हामी ध्यान पनि गर्छौँ। यी सम्पूर्ण प्रोसेस सिद्धिसकेपछि तपाईको शरीर बिल्कुल हल्का आनन्दित प्रफुल्लित हुन थाल्छ। र योगको आसनबाट शरीरको समस्या समाधान हुन्छ भने प्राणायामबाट मानसिक समस्याहरूलाई समाधान गरिन्छ। त्यसैले भनिएको शास्त्रमा कि आसनेन रुजुहन्ति प्राणायामेन पातकम्। यहाँ शास्त्रमा त पापको कुरा गरेछ, तर पाप भनेको मानसिक विकारहरू हो। र हामीले आसनहरू ध्यान प्राणायाम गर्दै आफै भित्रको सम्पूर्ण विकारहरूलाई फाल्दै जीवनको उद्देश्यलाई पहिल्याउँदै मनोक्रान्तिको चरित्रहरूलाई बनाउँदै स्वास्थ्य आनन्दित सृजनशील मानवतावादी प्रकृति प्रेमी एवं आध्यात्मिक हुँदै आफू पनि बदलेर अरूलाई पनि बदल्ने यस महान लक्ष्यमा यहाँहरू पाल्नु भएकोमा म हार्दिक पुनः स्वागत गर्दै अब यहाँहरूलाई लैजान्छु म व्यायामतिर। जाउँ व्यायाम। श्वास तान्दै छोड्दै तान्दै माथि जान्छौँ, छोड्दै तल आउँछौँ।
बिल्कुल प्यारल अगाडिको टो मात्रै 10 पल्ट अब दायाँतिरबाट घुमाउँदै जाने पुरा पैतालाले दायाँबाट घुमाउँदै जाने घुमाउँदै जाने अर्को खुट्टा पुग्ने पहिला अगाडिको टो घुँडालाई बिल्कुल उठाउने पुरा पैताला तलमाथि यो व्यायाम गर्दा सम्पूर्ण युरिक एसिड जति पनि डिपोजिट भएको जोइन्टमा त्यो सबै बाहिर निकाल्न मद्दत गर्छ र हाम्रो दुखाइको समस्या होसमा भाग्छ पैताला पुरै 10 पल्ट दायाँतिरबाट क्लकवाइज अनि एन्टी क्लकवाइज घुमाउँदै जाने पुरा खुट्टालाई जोड्दै दायाँतिरबाट पुरा बस्दै उठ्दै 10 पल्ट दायाँबाट र 10 पल्ट बायाँबाट घुमाउँदै जाने खोलेर 10 पल्ट क्लकवाइज 10 पल्ट एन्टी क्लकवाइज टेबल खुट्टा यो हिप मात्र घुमाउने खुट्टा र टाउको बिल्कुल फिक्स
10 पल्ट दायाँबाट 10 पल्ट बायाँ एकदम तर मुठी बन्द खोल्ने पुरा तर श्वास तान्दै छोड्दै तलमाथि यसलाई दायाँबाटै अक्षरा मात्रै घुमाउने अब अर्को साइडबाटै घुमाउँ लागि श्वास पुरा तान्ने घुमाउँदै तान्दै जाने घुमाउँदै एल्बोमा जोड पर्ने गरिकन अब यसरी भित्रबाट तान्दै बाहिर फाल्दै जाने दुवैतिरबाट गर्दै जाने 10 पल्ट अब यो ब्लकेजहरू खोल्नको लागि नभइरहने व्यायाम हो यो अब कुम्भहार पुरा श्वास तान्दै छोड्दै तान्दै गोल गोल घुमाउने 10 पल्ट यताबाट र 10 पल्ट अर्को साइडबाट घुमाउनुपर्छ कपालो कम्मरमा हात गर्दनलाई बिस्तारै 5 पल्ट क्लकवाइज 5 पल्ट एन्टी क्लकवाइज बिल्कुल बिस्तारै श्वासलाई कन्टिन्यू गरिराख्ने यता गरेर कोही गर्ने छ अब कसरी हामी जिउलाई बिल्कुल सिधा टक्क श्वासलाई भित्र तान्ने रोक्ने अनि घचाड्ने है खुट्टालाई बिल्कुल टेबल खुट्टा जस्तै श्वासलाई तान्यो श्वासलाई छोड्दै दायाँ यो कम्मरभन्दा माथिको भागलाई मात्रै मुभ गर्दै जाने 10 पल्ट दायाँ 10 पल्ट बायाँ मात्रै बढाउँदै जाने भर्खर हामीले हिपभन्दा माथिको भागलाई मुभ गर्यौँ अब यो कम्मरभन्दा मुनिको भागलाई मात्रै यो फिक्स हिप मात्रै तान्दै माथि छोड्दै दायाँ तान्दै माथि छोड्दै बायाँ मोड्ने पुरा श्वास तान्दै तल झर्दा छोड्दै कम्मर पेटको चारैतिर प्रेसर यो
यो 5 पल्ट क्लकवाइज एन्टी क्लकवाइज 5 पल्ट बिल्कुल बिस्तारै अब जुन हात माथि गएको छ यही हेर्ने अब खुट्टालाई पुरा खटाउँ बिल्कुल ब्यालेन्समा बस्दै उठ्दै पैताला खुट्टाहरू बिल्कुल ब्यालेन्समा जिउलाई बिल्कुल सिधा थाइको अनावश्यक कोषलाई घटाउन बसेर वाकिङ गर्छौँ ब्लकेजहरूलाई खोल्नको लागि हामी श्वास तान्दै छोड्दै जिउलाई बिल्कुल सिधा अगाडि नझुक्ने अगाडिको टो दुवैले टेक्ने थाई बिल्कुल प्यारलल ढाड सिधा गर्दन सिधा बोधपूर्वक पीडालाई निहाल्दै जाने किनकि पीडामै योगीलाई आनन्द हुन्छ ओम आनन्दम बटरफ्लाईको रूपमा ढाड सिधा गर्दन सिधा खुट्टालाई समातेर अगाडि तान्नु र बटरफ्लाई अहिले भर्खर जुन हामीले व्यायाम गऱ्यौँ त्यसमा भएको पीडालाई तुरुन्तै रिल्याक्स गर्छ यसबाट ढाडलाई बिल्कुल सिधा गर्दन बिल्कुल सिधै खुट्टालाई 2.5-3 फिट खटाउने र यो दायाँ हातले बायाँ खुट्टातिरबाट तान्दै 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 ल्याउने बिल्कुल पछाडिसम्म जाने ढाडले जमिनलाई नछुने फर्किहाल्ने फेरि बायाँ खुट्टाबाट दायाँमा आउने तान्दै जाने बायाँतिर तर ढाड ढुङ्गा खाउने जस्तै खुट्टालाई जोड्ने खुट्टालाई बिल्कुल जोड्ने ढाड सिधा गर्दन सिधा अब यसरी श्वास पुरा तान्यो छोड्दै तान्दै बिल्कुल पछाडिसम्म आउने तर ढाडले जमिनमा नछुने फर्किहाल्ने यसको विपरीत बाटो पनि गर्नेछौँ पुरा पछाडिसम्म जाउँ जसरी जाँतो चलाउँछौँ हामी त्यसरी पनि अब यो कम्मरको पेटको चारैतिर प्रेसर पर्छ पुरा श्वास तान्नु श्वासलाई छोड्दै तान्दै हातलाई नमोड्ने जिउलाई पछाडि लैजाने हातलाई नमोडिकन जिउलाई पछाडि लैजाने अब साइक्लिङको व्यायाम गर्छौँ यसबाट पनि पेटका मसल्सहरू दह्रो बनाउने र अनावश्यक बोसोहरू समाप्त गर्ने काम गर्छ साइकल चलाएको जस्तै हिपले टेक्ने दुवै प्रकारबाट चलाइन्छ अब यो खुट्टालाई बिल्कुल सिधा तलमाथि साइडमा अब किक अब यो हिपले टेकेर मात्रै माथि ढुङ्गाको सेपमा बस्दै अहिलेसम्म हामीले उठेर बसेर व्यायाम गऱ्यौँ अब हामीले सुतेर पनि व्यायाम गर्न सकिन्छ जसमा हाम्रो सबभन्दा शक्तिशाली व्यायाम हो पुशअप जुन मुटुको लागि साह्रै नै प्रभावशाली हुन्छ त्यसको लागि म डेमो गर्छु यहाँले त्यही अनुरूपले गर्नु जो बिल्कुल सीधा खुट्टाको बुढाउलाले टेक्ने तान्दै छोड्दै हातलाई बेन्ड गर्दै तल माथि
चिउरालाई टेकौँ र खुट्टालाई बिस्तारै उठाउँदै जाने पाले पालो खुट्टालाई नमुडिकन बिल्कुल माथि उठाउँदै जाने अब यो हात दुवै थाइको मुनि सिधै जमिनमा टेकाउने दुवै खुट्टालाई एकैपल्ट उठाउने अब कुमको अगाडि हात राखौँ दुई हात टेकौँ श्वास तान्ने पुरा माथि छोड्दै पुरा तान्ने माथि राखेर पेटलाई बिल्कुल दरो हातलाई छोडेर हामी स्विङ गर्छौँ अब यो दुईटा आँखाको लागि पनि हामीले व्यायाम गर्नुपर्ने हुन्छ जसको लागि दुवै आँखाले एकैपल्ट तेस्रो नेत्रमा हेर्ने र दुवै आँखाले एकैपल्ट नाकको टुप्पामा हेर्ने यसरी र माथि तल माथि तल माथि तल माथि शाम्भवी अगोचरी शाम्भवी अगोचरी त्यसपछि अब बिल्कुल दायाँ बायाँ तन्किएको अवस्थामा आँखाले मात्रै आँखा दुख्छ किनभने सम्पूर्ण नसाहरू सक्रिय हुन थाल्छ अब छड्के पारेर साइडबाट तलमाथि अर्को साइडबाट पनि औँलाको टुप्पामा हेर्ने अब यो दायाँतिरबाट यतातिर हेर्दै घुमाउँदै जाने आँखाले अब बायाँतिरबाट पनि घुमौँ अब आँखालाई पुरा खोल्ने निधारलाई खुम्चाउने के छ भने जस्तै निधारलाई खुम्चाउँदै जाउँ त्यसरी नाड अब बाहिरबाट पनि घुमौँ प्राकृतिक क्रिमबाट जुन पसिना आएको छ त्यसलाई क्रिमको रूपमा ओठदेखि सम्पूर्ण भागमा प्रेमपूर्वक हामीले आफूले आफूलाई कहिले पनि प्रेम गर्न सकिरहेका छैनौँ त्यही कारण हामी पीडित हुन्छौँ त्यसैले आजबाट हामी आफूले आफूलाई प्रेम गर्छौँ त्यसपछि मात्रै आफूलाई प्रेम गर्न सकिन्छ अब हाम्रो शरीर पूर्ण रूपमा योगको आसनको लागि तयार भइसकेको छ अब हामी सूत्र अनुसारले योगासनमा जान्छौँ सूत्र छ हाम्रो यदु बमो प यसमा हामीले उठेर पनि गर्छौँ बसेर पनि गर्छौँ सुतेर पनि गर्छौँ किनकि 6 वटा उठेर 6 वटा बसेर 6 वटा सुतेर यसभित्रमै हाम्रो सम्पूर्ण आसनहरू पर्न आउँछन् अब तयारी गरौँ
उठेर गर्ने आसन समूहको लागि एक पक्षीय विविध आसनको नाम ताडासन यानी कि वृक्षासन। यो शरीरलाई पुरै तन्काउँ तलदेखि माथिसम्म, यो बुढी औँलादेखि लिएर गोलीघाटको कुर्कुच्चु थाई घुँडा पिँडाउला सबै जोडिएको अवस्थामा बिल्कुल यो तयारी एकदम सिधा, पेट भित्र छाती बाहिर। अब यो हातलाई इन्टरलक गरौँ, अब पुरा श्वास तानौँ र सँगसँगै यो हातलाई पनि उठाउँदै जाउँ, छोड्दै अगाडिको टोले मात्र टेकेर उभियौँ। घुँडा पिँडाउला सम्पूर्ण जोडिएकै अवस्थामा तन्काउँदै हेबी बिल्कुल सिधा, झन्झन तन्काउँदै जाने, झन्झन तन्काउँदै जाने, झन्झन तन्काउँदै जाने। ध्यान सबै, किनकि हामी हठ योगामा छौँ। आफ्नै शरीरलाई प्रयोग गरिकन अन्तर्मनको यात्रातिर अगाडि बढ्दैछौँ। अझ तन्काउँदै जाने, अझ तन्काउँदै जाने र यो आसन 15 सेकेन्डदेखि 3 मिनटसम्म र आसन सिद्धिको लागि 3 घण्टा 36 मिनट बस्न सकिन्छ। लामो श्वास तान्ने र श्वासलाई छोड्दै बिस्तारै बिस्तारै हातलाई तल झार्दै जाने, शरीरलाई पुरा झार्दै जाने र आँखा बन्दै गरिकन पैतालालाई अलिकति फटाएर राखौँ। आफैलाई निहाल्नमा शरीर बिल्कुल लुज। ध्यान सबै पहिलो चक्र मूलाधार चक्र, रूट चक्र। यो नारीहरूमा पाठेघरको मुख हो भने पुरुषहरूमा मलद्वार र जेनिटल अर्गानको बिचमा अवस्थित छ। यो जसको रंग हुन्छ रातो, रातो रंग शक्तिको रंग। यो चक्रबाट ब्रह्माण्डमा भएको रातो रंग तान्दै जान्छ र हामी शक्तिशाली हुन्छौँ। यदि यो रंगको अभाव भयो भने हामी कमजोर हुन्छौँ। अब यो मूलाधारको रातो रंगलाई कायमै गरिकन हामी सारा ध्यान तेस्रो नेत्रमा दुई आँखी भुइँको बिचमा लगाऊँ। त्यहाँ रातो रंगको मनोक्रान्ति यन्त्रलाई कुदौँ। 3 फन्को घुमेर माथि उठेको र एक थोप्लो छुटिएको सूचना दिउँ, यो मेरो ब्रह्मास्त्र हो। श्वास श्वासमा शक्ति भरिएको भिजुअलाइज गरौँ। म झन्झन शक्तिशाली। अब सारा ध्यान श्वास प्रश्वासमा। श्वास भित्र जान्छ बिल्कुल नीलो 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 शान्ति रंगमा। लामो र गहिरो श्वास तानौँ र श्वास पाल्दा बिल्कुल रातो रातो तातो तातो। श्वास भित्र जान्छ बिल्कुल शान्त शीतल नीलो रंगमा। र जहाँ आफ्नो समस्या छ त्यहाँ त्यो श्वासलाई पुर्याउँदै बाहिर फालौँ। आफ्ना तनका मनका सम्पूर्ण विकारलाई प्रश्वासको माध्यमबाट बाहिर फाल्दै जाउँ। श्वास भित्र जान्छ बिल्कुल नीलो 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 शान्तिमा। श्वास बाहिर निस्किन्छ रातो रातो तातो तातो क्रान्तिको रूपमा। याद गर्नुस्, यो श्वास प्रश्वासको क्रिया हाम्रो दायाँ मस्तिष्क सक्रिय गर्ने प्रोसेस हो। यो जब जब हाम्रो दायाँ मस्तिष्क बढी सक्रिय हुन्छ त्यति त्यति हामी शक्तिशाली हुन्छौँ। किनकि यो दायाँ मस्तिष्क भनेको 90% शक्तिशाली छ। हाम्रो दायाँ मस्तिष्क सक्रिय भइसकेको छ। अब यसमा मनोक्रान्ति चरित्रलाई कोरौँ। जिन्दगीको नभई नहुने चरित्र हो स्वास्थ्य। त्यसैले मनोक्रान्ति चरित्रमा 1 नम्बरमा आउँछ स्वास्थ्य। सूचना दिउँ, हर पल हर क्षण हर तरह म स्वस्थ बनेको छु। चौडा छाती, धसिएको पेट, तेजोमय अनुहार
कुनै रोग छैन यो तनमा न त मनमा। यो कल्पनामा जुन कोर्दै जान्छौँ त्यसले नै वास्तविकताको निर्माण गर्छ, किनकि हाम्रो दायाँ मस्तिष्क सक्रिय भइसकेको छ। अब एउटा ठुलो सिसाई भएको ऐना भएको कोठाभित्र आफूलाई भिजुअलाइज गरौँ, त्यसको मध्यभागमा आफूलाई अवस्थित गरौँ र नियालो माथिदेखि तलसम्म बिल्कुल स्वस्थ भएको, एकदम तेजोमय अनुहार, चौडा छाती, धसिएको पेट, यानी कि मिस्टर यूनिवर्स, मिस यूनिवर्स, मिसेस यूनिवर्स, म आफै। अब आफू मात्रै स्वस्थ भएर पुग्दैन, आफ्ना परिवारका एक सदस्यहरू पनि त्यसै स्थानमा ल्याउँ र सबै स्वस्थ भएको भिजुअलाइज गर्दै जाउँ। आफू लगायत सारा परिवार, टोलवासी, राष्ट्रवासी, विश्ववासी मानवहरू स्वस्थ भएको भिजुअलाइज गर्दै त्यसै उपलक्ष्यमा दिल खोलेर हाँसौँ। यानी उठेर गरिने द्विपक्षीय विविध आसन समूहमा हामी प्रवेश गर्दैछौँ। आसनको नाम ध्रुवासन। यसको पनि तयारी, बिल्कुल खुट्टालाई तलदेखि माथिसम्म बिल्कुल सिधा, बायाँ खुट्टालाई उठाउँदै यो काप मुनि ल्याउँ। माथि उठाएर बिल्कुल सीधा तन्काउँदै जाउँ। झन तन्काउँदै जाने, लामो श्वास तान्ने र श्वासलाई छोड्दै बिस्तारै हातलाई खुट्टालाई झार्दै जाउँ। यो द्विपक्षीय विविध भएको कारण हामीले अर्को साइडबाट पनि गर्नुपर्छ र बिस्तारै श्वासलाई तान्दै हत्केलालाई उठाउँदै पुरा शरीरलाई तन्काउँदै जाउँ। पीडामा ध्यान र श्वासलाई छोड्दै बिस्तारै हातलाई खुट्टालाई तल झार्दै जाने। सारा ध्यान आफैलाई निहाल्नमा। अब दोस्रो चक्रमा ध्यान दिउँ। मूलाधार पछिको स्वादिष्ठान चक्र जुन तल्लो पेटमा अवस्थित छ, जसको रंग हुन्छ सुन्तला रंग। सुन्तला रंगकै मनोक्रान्ति यन्त्रलाई तेस्रो नेत्रमा भिजुअलाइज गरौँ। सुनौ सुन्तला रंग, झललल बलेको मनोक्रान्ति यन्त्रलाई भिजुअलाइज गर्दै सूचना दिउँ, यो मेरो ब्रह्मास्त्र हो। अब सारा ध्यान श्वास प्रश्वासमा लगाऊँ। श्वास भित्र जान्छ बिल्कुल नीलो 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 शान्त रंगमा। श्वासलाई बाहिर निकालौँ, पेटलाई खुम्चाउँदै छातीलाई खुम्चाउँदै पुरा श्वास बाहिर फालौँ। बाहिर फाल्दा तनका मनका सम्पूर्ण विकारलाई बाहिर फाल्दै जाने। श्वास भित्र जान्छ बिल्कुल छातीलाई फुलाउँदै पेटलाई फुलाउँदै लामो र गहिरो श्वास तान्ने र श्वासलाई फाल्दा आफ्ना तनका मनका विकारलाई फाल्दै जाने। मस्तिष्क सक्रिय भइसकेको हुन्छ। अब मनोक्रान्ति चरित्रलाई कोरौँ। पहिलो चरित्र स्वास्थ्य मैले प्राप्त गरिसकेको छु। अब दोस्रो चरित्रलाई कोरौँ। म झन् आनन्दित प्रफुल्लित बन्दैछु, किनकि म स्वस्थ भइसकेको छु। त्यसैले म भित्रदेखि आनन्दित प्रफुल्लित भइसकेको छु। र याद गर्नुस्, जो मान्छे स्वस्थ छ, जो मान्छे आनन्दित छ, प्रफुल्लित छ, उनले गलत काम गर्नै सक्दैन। हत्या, हिंसा, शोषण, भ्रष्टाचार, दुराचार, पापाचार गर्नै सक्दैन। यो विश्वकै खाँचो हो स्वस्थ र आनन्दित प्रफुल्लित मानिस। त्यसैले हाम्रा श्रद्धेय गुरुले प्रतिपादित गर्नुभएको यस वैज्ञानिक मनोक्रान्ति योगको दोस्रो चरित्र हो
आनन्द प्रफुल्लता म झन् आनन्दित प्रफुल्लित बन्दैछु सूचना प्रवाह गरौँ अघिकै ठुलो ऐना भएको कोठामा आफूलाई भिजुअलाइज गरौँ र हेरौँ आफैलाई बिल्कुल स्वस्थ आनन्दित प्रफुल्लित भएको र आफ्ना परिवारका सदस्यहरू पनि एक पछि अर्को गर्दै ल्याउँदै जाउँ उहाँहरू पनि सबै स्वस्थ आनन्दित प्रफुल्लित भइराख्नु भएको छ अब सारा टोलवासी सबै स्वस्थ र आनन्दित भइरहेका छन् सारा देशवासी सारा विश्ववासी मानवहरू आनन्दित स्वस्थ प्रफुल्लित भइरहेका छन् र त्यसै उपलक्ष्यमा दिल खोलेर पहिले हामी वैज्ञानिक मनोक्रान्ति योगको उठेर गर्ने तेस्रो आसनमा छौँ हामी उठेर बटार्ने यानि कि सूत्र हाम्रो ये दु ब ये र दु गरिसकेका छौँ अब ब यानि उठेर बटार्ने आसनको नाम कटी चक्रासन यसको तयारी गरौँ खुट्टालाई बिल्कुल टेबल खुट्टा जिउ बिल्कुल सिधा अनि श्वासलाई तान्दै हात बिल्कुल सिधा त्यसपछि यो हातलाई बिस्तारै बायाँतिर मोड्दै जाउँ दायाँ पाखुराले दायाँ हातले बायाँ पाखुरालाई समात्ने जिउ बिल्कुल सिधा बटार्दै जाने कमरलाई र खुट्टामा हेर्ने सारा ध्यान दुखेको ठाउँमा श्वास अलि छिटो फेर्नुपर्ने हुन्छ झन्झन बटार्दै जाने सारा ध्यान दुखेको ठाउँमा तन्किएको ठाउँमा र सूचना दिने म झन्झन सहज रूपमा बटार्न सकिरहेको छु अब लामो श्वास तानौँ र हातलाई बिल्कुल सिधा श्वासलाई छोड्दै हातलाई तल झारौँ र अर्को साइडमा फेरि हामी बटार्नु छ त्यसैले हातलाई श्वास सँगसँगै तान्दै जाउँ र छोड्दै अर्को साइडमा बटार्दै जाउँ बिल्कुल रिलैक्स पोजिशन में ध्यान तेस्रो चक्र मणिपुर चक्र यानी माथिल्लो पेट में ध्यान केंद्रित करूं जसको रंग हुन्छ पहेँलो यो पनि शक्तिकै रंग हो अब सारा ध्यानलाई तेस्रो नेत्रमा दुई आँखी भुइँको बिचमा केन्द्रित गरौँ त्यहाँ पहेँलो रङको झलल बल्दो मनोक्रान्ति यन्त्रलाई कल्पनामा ल्याउँ र सूचना दिउँ यो मेरो ब्रह्मास्त्र हो हार्दिन जीवन युद्धमा शक्ति श्वास में शक्ति भरिएको भिजुअलाइज गरौँ र सारा ध्यान श्वास प्रश्वास में केन्द्रित गरौँ श्वास भित्र जान्छ एकदम लामो गहिरो नीलो 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 रंगमा शान्ति रंगमा श्वासलाई बाहिर निकालौँ रातो रातो तातो तातो श्वास भित्र जाँदा बिल्कुल छाती फुलाउँदै पेट फुलाउँदै तान्दै जाउँ र आफ्नो समस्या भएको स्थलसम्म पुर्याउँ र श्वासलाई फाल्दा
ती समस्याहरू सबै उरीले उत्याएर लगे जस्तै बाहिर निकाल्दै जाउँ। बिल्कुल शान्त शीतल नीलो रङ्गको श्वास तानौँ र छोड्दा बिल्कुल रातो रातो तातो तातो आफ्नो तनका मनका विकारलाई फाल्दै जाउँ। यो श्वास प्रश्वासको क्रिया हाम्रो दायाँ मस्तिष्क सबकन्सियस माइन्डलाई उठाउने प्रक्रिया पनि हो। जब जब हाम्रो दायाँ मस्तिष्क सक्रिय हुन्छ तब तब भावनाका तरङ्गहरू छुट्न थाल्छन्, कल्पनाका लहरहरू उठ्न थाल्छन्। यो मस्तिष्क एकदम शक्तिशाली छ। वैज्ञानिक तवरले पनि यो 90% शक्तिशाली मस्तिष्क हामीले प्रयोग गर्न सक्यौँ भने हामी उत्कृष्ट हुन्छौँ, सफल हुन्छौँ। अब मनोक्रान्ति चरित्रलाई कोरौँ। पहिलो चरित्र स्वास्थ्य मैले प्राप्त गरिसकेको छु। दोस्रो चरित्र म आनन्दित प्रफुल्लित बनिसकेको छु। अब तेस्रो चरित्र हो सृजनशीलता। सूचना दिनु, म झन् सृजनशील बन्दैछु। म भित्रका सृजनाका ज्वारहरू फुर्दैछन्। अब मलाई कसैको नक्कल गर्नु छैन, किनकि म भित्रको अक्कल उठिसकेको छ। जन्म जन्मान्तरदेखि म भित्र निहित त्यो अन्तर्बोध, त्यो अनन्त शक्ति उठिसकेको छ। म झन् सृजनशील भएको छु र त्यही सृजनशीलताको कारण म आफ्नो कर्म क्षेत्रमा सर्वोच्च शिखरमा पुगेको छु। भिजुअलाइज गरौँ, आफू जुन क्षेत्रमा लागेको छ, चाहे अध्ययन अध्यापन होस्, चाहे व्यापार होस्, चाहे राजनीति होस्, चाहे जस्तोसुकै क्षेत्रमा होस्, उद्योगमा होस्, गृहस्थीमा होस्, तपाईँ जे पनि गर्नुहुन्छ नौलो किसिमले, अरूले गरेको भन्दा पृथक किसिमले गर्दै हुनुहुन्छ र त्यो नै तपाईँको मौलिकता हो। र आफ्नो मौलिकता भनेको सधैँ माथि नै रहन्छ। त्यही मौलिकताको कारण तपाईँ सर्वोच्च शिखरमा पुगेको, सबैले बधाई दिएको, वाह वाहको पात्र बन्नुभएको छ। अब आफू मात्रै राम्रो भएर पुग्दैन, सारा परिवारका सदस्यहरू पनि स्वस्थ, आनन्दित, प्रफुल्लित एवं सृजनशील भएको भिजुअलाइज गरौँ, चित्रको निर्माण गरौँ। त्यस्तै सारा टोलवासीहरू, सारा राष्ट्रवासी, सारा विश्ववासी मानवहरू स्वस्थ, आनन्दित, प्रफुल्लित एवं सृजनशील भएको भिजुअलाइज गरौँ र त्यही उपलक्ष्यमा दिल खोलेर सूत्र अनुसार आसन ए दो ब अब मो, यानी मोडिएर गर्ने आसन समूह। अब हामी उठेर मोड्ने आसनतिर जाँदैछौँ। त्यसको लागि तयारी गरौँ। आसन त्रिकोणासन, खुट्टालाई 2.5-3 फिट जति फटाउँ, टी सेपमा राखौँ। एउटा खुट्टा यस्तो, एउटा यस्तो, अनि यो श्वासलाई तान्दै बिल्कुल सिधा। अब यो तानेको श्वासलाई छोड्दै बिस्तारै 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 अगाडि नझुक्ने, पछाडि नझुक्ने, बिल्कुल मोड्दै जाने, हेर्ने, माथि नै। जहाँ हात उठेको छ त्यही हेरौँ। ध्यान सबै पीडामा, जहाँ पीडा भइरहेको छ त्यही ध्यान
श्वास छिटो छिटो फेर्न सकिन्छ। अब लामो श्वास तान्नु र श्वास सँगसँगै बिस्तारै बिस्तारै उठ्दै जाउँ र श्वास छोड्दै हातलाई तल झार्दै जाउँ। अब यसको अर्को साइडमा पनि परिवर्तन गर्नुपर्ने हुनाले खुट्टाको पोजिसनलाई चेन्ज गरौँ र श्वास तान्दै सिधा र श्वासलाई छोड्दै फेरि हातलाई तल तल झार्दै जाउँ, कम्मरलाई मोड्दै जाउँ, हेर्ने माथि नै। पोजिसनमा खुट्टालाई अलिकति फटाउँ, ढाड सीधा, गर्दन सीधा, हात बिल्कुल शिथिल, पूरा शरीर शिथिल छोडिदिउँ। अब यो हाम्रो आसन ए दु ब मुमा चौथो आसन। हृदय चक्रमा ध्यान, मुटुमा ध्यान केन्द्रित गरौँ। जहाँ को रंग हुन्छ हरियो रंग, हरियो रंग प्रेम र सद्भाव को रंग हो र ब्रह्माण्डबाट हरियो रंग हामीले तान्न सकेनौं भने हामी प्रेममय सद्भावमय बन्न सक्दैनौं। अब सारा ध्यान तेस्रो नेत्रमा केन्द्रित गरौँ, जहाँ हरियो रंगको मनोक्रान्ति यन्त्रलाई भिजुअलाइज गरौँ। झललल बलेको हरियो रंगको मनोक्रान्ति यन्त्र र सूचना दिउँ, यो मेरो ब्रह्मास्त्र हो, हार्दिन जीवन युद्धमा शक्ति। श्वास श्वासमा शक्ति भरिएको भिजुअलाइज गरौँ र सारा ध्यान श्वास प्रश्वासमा केन्द्रित गर्दै लामो र गहिरो श्वास भित्र तानौं। नीलो रंगमा बिल्कुल शान्ति रंगमा पेटलाई फुलाउँदै, छातीलाई फुलाउँदै र श्वासलाई बिस्तारै बिस्तारै फाल्दै जाउँ। रातो रातो तातो तातो रंगमा आफ्ना तनका मनका विकारलाई फाल्दै श्वास भित्र जान्छ, बिल्कुल नीलो 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 शान्ति। श्वास बाहिर निस्किन्छ तातो तातो क्रान्तिको रूपमा। आफ्ना तनका मनका सम्पूर्ण विकारहरूलाई फाल्दै जाउँ। यो श्वास प्रश्वासको क्रिया गर्दै जाँदा शरीरमा तरङ्ग उठ्न थाल्छन्, भावनाका लहरहरू उठ्न थाल्छन्, यानी दायाँ मस्तिष्क सक्रिय हुन थाल्छ। अनि मनोक्रान्ति चरित्रलाई कोरौँ। पहिलो चरित्र स्वास्थ्य मैले प्राप्त गरिसकेको छु। दोस्रो चरित्र म आनन्दित प्रफुल्लित भइसकेको छु। तेस्रो चरित्र म सृजनशील भइसकेको छु। अब चौथो चरित्र मानवतावादी। म झन्झन मानवतावादी बन्दैछु। मानवतावादी जात जाति राष्ट्र वर्ग वर्णभन्दा माथि पूर्ण मानव। त्यसैले म सारा मानवलाई प्रेम गर्न सकिरहेको छु, सद्भाव र आत्मीयता देखाउन सकिरहेको छु। आजसम्म सृष्टिकालमा निहालेर हेरौँ, त्यो बेलामा न कुनै राष्ट्र थियो, न कुनै जात थियो, मात्र मानव थियो। तर केही मुट्ठी भरका व्यक्तिले
आफू शक्तिशाली बन्न, मानिसलाई राष्ट्रको रूपमा, जातको रूपमा, वर्ग र वर्णको रूपमा छुट्याउँदै गए। हामी विभाजित भयौँ र युद्धमा उम्यौँ। अब मलाई कुनै युद्ध गर्नु छैन। युद्ध गर्नु छ त आफैभित्र युद्ध गरेर आफैलाई जित्नु छ, तर सारा मानिसलाई प्रेम गर्नु छ, प्रेम सिकाउनु छ, सद्भाव गर्नु छ, सद्भाव सिकाउनु छ र यो राष्ट्रबाट, विश्वबाट हत्या र हिंसाको होडबाजीलाई सदा सदाको लागि समाप्त गर्नु छ। किनकि म भित्रैदेखि आनन्दित बनिसकेको छु। मेरो कर्म हो अरूलाई पनि आनन्दित, अरूलाई पनि मानवतावादी बनाउनु। म झन् झन् मानवतावादी बन्दै अरूलाई पनि मानवतावादी बनाउँदैछु। अब सारा परिवार, सारा टोलवासी, सारा राष्ट्रवासी र सारा विश्ववासी मानवहरू स्वस्थ, आनन्दित, सृजनशील, मानवतावादी भएको भिजुअलाइज गरौँ र त्यही उपलक्ष्यमा दिल खोलेर अब हामी वैज्ञानिक मनोक्रान्ति योगको सूत्रअनुसार 5औं आसनमा छौँ, यानि कि पछाडि झुकेर गरिने आसन समूह। यसको लागि यो कमरमा हात दिउँ, सजिलो गरेर। यो तयारी हाम्रो। लामो श्वास तानौँ र श्वासलाई छोड्दै बिस्तारै 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 पछाडि झुकाउने। सारा ध्यान दुखेको ठाउँमा श्वास छिटो छिटो फेर्न सकिन्छ। लामो श्वास तानौँ र बिस्तारै 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 सिधा हौँ र श्वासलाई छोड्दै पुरा शरीरलाई लुज छोडिदिउँ। पुरा शरीर रिल्याक्स। अब सारा ध्यान 5औं चक्रमा, घाँटी केन्द्र, विशुद्धि चक्र, जसको रंग हुन्छ नीलो। यो ब्रह्माण्डमा भएको नीलो रंग यो विशुद्धि चक्रले तानेको हुनुपर्छ। त्यसपछि मात्र हामी शान्त हुन सक्छौँ, नत्र भने हाम्रो मन बिल्कुल अशान्त रहनेछ। अब सारा ध्यान दुई आँखी भुइँको बिचमा तेस्रो नेत्रमा ल्याउँ र त्यहाँ नीलो रङको मनोक्रान्ति यन्त्रलाई कोरौँ र सूचना दिउँ, यो मेरो ब्रह्मास्त्र हो। हर दिन जीवन युद्धमा शक्ति। श्वास श्वासमा शक्ति भरिएको भिजुअलाइज गरौँ। श्वास भित्र जान्छ बिल्कुल नीलो नीलो शान्ति रंगमा। श्वास बाहिर निस्किन्छ बिल्कुल रातो रातो तातो तातो। तपाईको तनको मनको सम्पूर्ण विकारलाई यही श्वासको माध्यमबाट बाहिर निकाल्दै जाउँ। मनोक्रान्तिको योगको विशेषता यो नै हो कि यसले आत्मोपचार गराउँछ। सारा ध्यान श्वास प्रश्वासमा, श्वास भित्र तान्दै जाने र आफ्नो समस्याग्रस्त स्थलसम्म पुर्याउने र पुरीले हुत्याएको जस्तै श्वासलाई बाहिर फाल्दा त्यो तनका मनका विकारलाई पनि फाल्दै जाउँ, फाल्दै जाउँ। लामो र गहिरो तान्ने, त्यसै अनुरूप छोड्दै जाने र भावनाका तरङ्गहरू उठ्न थालेपछि मनोक्रान्ति चरित्रको निर्माण गरौँ। पहिलो चरित्र स्वास्थ्य मैले प्राप्त गरिसकेको छु। दोस्रो चरित्र म आनन्दित प्रफुल्लित बनिसकेको छु। तेस्रो चरित्र म सृजनशील भइसकेको छु। चौथो चरित्र म मानवतावादी बनिसकेको छु। अब 5औं चरित्र हो प्रकृति प्रेम। म झन् झन् प्रकृति प्रेमी बन्दैछु। दिनानुदिन म प्रकृति प्रेमी बन्दैछु।
किनकि मैले यदि प्रकृति माताको रक्षा गरिनँ भने मैले फेर्ने श्वासमा जुन अक्सिजन छ त्यो प्रकृति माताकै देन हो र त्यो अक्सिजन समाप्त भयो भने मेरो पनि अस्तित्व यस धरतीबाट समाप्त हुनेछ। याद गर्नुस्, हामीले प्रकृति माताको रक्षा गरेनौँ भने, यसको जगेर्ना गरेनौँ भने, यसको विपरीत काम गर्यौँ भने तपाईँ हाम्रो अस्तित्व यस धरतीबाट समाप्त हुनेछ, जसरी डायनोसोरस हराएर गयो पृथ्वीबाट। त्यसैले मैले मेरो रक्षार्थको लागि पनि यो प्रकृति माताको जगेर्ना गर्नै पर्छ, रुख बिरुवाको रोप्ने काम गर्नै पर्छ, अनावश्यक मेसिनको प्रयोग बन्द गर्नुपर्छ, धुलो धुवाको वातावरणलाई समाप्त गर्नै पर्छ। त्यसैले म झन् प्रकृति प्रेमी बन्दैछु र अरूलाई पनि बनाउँदैछु। भिजुअलाइज गरौँ खुल्ला प्रकृति माता, नीलो आकाश, पूर्वबाट उदाउँदै गरेको सुनौलो सूर्य, हिमाल, हरिया डाँडा, त्यहाँबाट झरिरहेका झरनाहरू र त्यही झरना समतलमा कल कल बग्ने खोलो, कञ्चन निर्मल पानी, चारैतिर हरिया चौर, हरिया जङ्गल र त्यहाँ विचरण गरिरहेका प्राकृतिक प्राणीहरू, मृग, खरायो, अनेक जनावरहरू स्वच्छन्द विचरण गरिरहेका छन् प्रकृति माताको काखमा। सारा मानवहरू आनन्दित, सृजनशील, मानवतावादी बन्दै प्रकृति माताको रक्षामा लागेको भिजुअलाइज गरौँ। आफू लगायत सम्पूर्ण परिवारहरू, सारा देशवासी, सारा विश्ववासी मानिसहरू प्रकृति प्रेमी बन्दैछन्। झन् आनन्दित, झन् परम शान्ति, परम आनन्दको अवस्थाको भिजुअलाइज गरौँ र आफू लगायत सम्पूर्ण मानव जाति स्वस्थ, आनन्दित, प्रफुल्लित, सृजनशील, मानवतावादी एवं प्रकृति प्रेमी बनेको उपलक्ष्यमा दिल खोलेर